थुक्पा खानाको यहाँ त अब च्यालेन्ज भन्दा च्यालेन्ज चाहिँ होइन, तर अब आजको फ्राइडे गुड फ्राइडे मनाउँ भनेर चाहिँ आज खाना गइरहेको छौँ। र यहाँ थुक्पा छ, यहाँ अन्डा एक छ, यो सुँगुरको मासु, यो चाहिँ टिस्टा ब्रदरको बाट ल्याएको है, यो बोसो मजाको बोसो छ र मासु बोसो भएको छ टिस्टा ब्रदर मसरोटको, झोल छ पर होइन, थुक्पाको झोल आज हामी खाँदैछौँ। यता मेरो जेठी छोरी, यता मेरो वाइफ, आज जेठी छोरीलाई हामीले यस थुक्पा राखेको छौँ होइन। अरू बेला हामी अब दुईजना बढी मात्रै गर्थ्यौँ भने आज चाहिँ जेठी छोरीलाई राखेको छ है च्यालेन्जमा। च्यालेन्ज भन्दा यो च्यालेन्ज होइन, यस्तो रमाइलो। अब छोरो र कान्छी छोरी र छोरो चाहिँ अब अघि खाएर लगाएका छन् र त्यति मिठो हुँदैन। कस्तो लाग्छ यो सुँगुरको मासु मसरोट टिस्टा ब्रदरकोबाट ल्याएको। तपाईँहरूलाई खाना इच्छा छ भने यहाँबाट ल्याएर खान सक्नुहुन्छ। एकदमै राम्रो मिठो। थुक्पामा खाने चाहिँ मासु दामी पाउँछ है, थुक्पामा खानलाई राम्रो हुन्छ। थुक्पामा खाना त्यहाँ पोलेर खाना पनि दामी छ यो टिस्टा ब्रदरको। र हामी चाहिँ पुरा मासु पोलेर खाँदा के भइरहेको छौँ र थुक्पामा खाँदा पनि के भइरहेको छ, राम्रो छ मासु। त्यहाँ खसीको मासु पनि राम्रो पाउँछ। दामी छ दामी छ दामी। फर्स्ट टाइम छोरीसँग बसेको खाना जेठी छोरीसँग, र जेठी छोरी लजाउँदैछ। जेठी छोरीको पनि युट्युब छ, जेठी छोरीलाई पनि लाइक गरिदिनु होला। जेठी छोरीको युट्युबमा गएर आरती उचाल फोटो उचाल फर्स्ट सुरु गरौँ है। आज बुढ्दा खुवाउँदा छोरीदेखि पर छ है, त्यही भएर मैले आज फर्स्टमा आफै खाएँ। छोरीलाई खुवाइदिनु हुँदैन छोरी त खाउँदा भाइले गिनाउँछ नि बाँधेर नि
के भन्नु छ म चाहिँ अब को भिडियो जाने नजाने भन्ने सुपना लाग्छु होइन मलाई राम्रो चाहिँदैन यसो अब यसो फ्यामिली यसो बसेर खाएको यसो अब बदलाको खाएकोतिर मलाई लाग्छ त्यही भएर यसो बोलेकै आउँदैन नि खाइबस्छु तर पनि अब म बेला बेला आजको भिडियोलाई हामीले राख्न चाहन्छौँ है सबैलाई जय मसी